एउटा सानो गाउँ थियो। त्यहाँ एउटा 10 वर्षीय बालक अमन उसको बुवा आमासँग बस्थ्यो। अमन सानैदेखि पढाइमा एकदमै सिपालु थियो। पढाइमा सिपालु भए पनि ऊ मोबाइल खेल्न धेरै मन पराउँथ्यो। हरेक दिन स्कुलबाट आएपछि मोबाइल चलाउँदै बस्ने गर्थ्यो। कहिले गेम खेल्ने, कहिले भिडियो हेर्ने र कहिले अनलाइनमा साथीहरूसँग कुरा गर्ने। उसकी आमा उसलाई बारम्बार सम्झाउँथिन्, अमन धेरै मोबाइल नचलाऊ, आँखा दुख्न सक्छ, पढाइ बिग्रन्छ। तर अमनले वास्ता गर्दैनथ्यो। यसै गरी समय बित्दै जाँदा एक दिन उसको बर्थडेमा उसको बुवाले उसलाई नयाँ मोबाइल किनिदिनु भयो। आफ्नो बर्थडे गिफ्ट देखेर अमन धेरै खुसी भयो र झन् धेरै समय मोबाइलमा बिताउन थाल्यो। बिहान उठ्ने बित्तिकै हातमुख नधोइकन अमन मोबाइल हेर्ने गर्थ्यो। खाना खाने बेलामा मोबाइल नहेरी उसलाई खाना नरुच्ने बानी पर्यो। राति सुत्ने बेलामा पनि उसलाई अबेरसम्म मोबाइल चलाउने बानी पर्यो। एक दिन उसले रातभरि मोबाइलमा गेम खेलिरह्यो। रातभरि मोबाइलमा गेम खेलेर बिहान ऊ ढिला उठ्यो। होमवर्क पुरा नगरेकोले उसलाई टिचरले स्कुलमा गाली गर्नुभयो। उसलाई टिचरले गाली गरेको देखेर साथीहरूले उसलाई जिस्काए। यसै गरी एक दिन 2 दिन गर्दै समय बित्दै गयो। धेरै मोबाइल हेर्ने बानीले गर्दा अमनको आँखा दुख्न थाल्यो। यति मात्र नभइकन उसलाई टाउको दुख्ने समस्या पनि आउन थाल्यो। छोरा बिरामी भएको देखेर आमाले उसलाई डाक्टरकोमा जचाउन लाग्यो। डाक्टरले चेकअप गर्दै अमनलाई सोध्नुभयो, बाबु तिमी धेरै मोबाइल चलाउँछौ हो? धेरै मोबाइल चलायो भने के हुन्छ थाहा छ नि? फेरि ठुलो ठुलो चस्मा लगाउनु पर्ला। अमनलाई डर लाग्यो। पहिला कहिले सिरियस भएको थियो। डाक्टरकोमा जचाएर उसको आमा छोरा घर फर्किए। उसले घर आएर आमासँग माफी माग्यो र प्रमिस गर्यो, अब म धेरै मोबाइल चलाउँदिनँ। स्कुलबाट आएपछि आफ्नो होमवर्क पनि समयमै गर्छु भन्यो। स्कुलको होमवर्क सकाएर साथीहरूसँग मिलेर खेल्छु भन्यो। त्यस दिनदेखि अमनले कहिल्यै धेरै मोबाइल चलाएन। समयमै स्कुल जाने, समयमै आफ्नो होमवर्क गर्ने, साथीहरूसँग मिलेर खेल्ने उसको बानी धेरै राम्रो भयो।